हिजोसम्म जहाँ पानी नै पानी थियो, आज बिहान त्यही ठाउँ यस्तो ब्युटिफुल देखिन्छ भने पहाडलाई माया नगरी कसरी बस्नु। यो गाइस व्हाट्सअप, आज यस्तो घाम सेक्ने खेतमा बसिरहेको थिएँ। अघि हेर्दा ओ माई गॉड ड्याम, हिजो दिउँसो र रातिको पानी पछि आज मौसम क्लियर हुँदा पहाडको भ्यू नै अर्कै देखिन्थ्यो। त्यो मोमेन्टमा फिल भयो द्याट्स व्हाई आई लभ पहाड। सिमलातिर बस्दा मेरो सबैभन्दा फेभरेट कुरा नै यही हो, यो भ्यू। खेतदेखि गुगुटीहरूलाई बगाएर म घर फर्किए, अलि फ्रेश भए अनि फेरि अर्को खेततिर निस्किए। बाटोभरि बस पहाडको भ्यू हेर्दै उकालो चढ्दै खेत पुगे। जति राम्रो आज घाम लागिरहेको थियो, गर्मी पनि त्यति नै खतरनाक। मम्मी पापा त पहिल्यै खेत पुगिसकेका थिए। म खेत पुग्दा पुग्दा त प्यासले हालत खराब। लकिली हाम्रो खेतको छेउमा फ्रेश वाटर थियो। पहाडको फ्रेश वाटर बनेको फ्रेश मात्र हैन, मिठो पनि हो। पानी खाएर अब आजको एक्चुअल काम सुरु। पापाले चाहिँ यता मटरमा स्प्रे गर्दै हुनुहुन्थ्यो, किनभने हामीले यो ठाउँमा छिट्टै मटर लगाएको थियौं अनि धेरै पानी परेपछि मटरमा बिमारी लाग्न सक्छ। त्यसैले पापाको ड्युटी स्प्रे गर्ने अनि म र मम्मी चाहिँ बीच-बीचको ठुलो घाँस उखाल्दै। हिजोसम्म जहाँ पानीले गर्दा जाडो लागिरहेको थियो, आज घाम लाग्दा गर्मीले पकाउन थाल्यो। पहाडको टेम्परेचर पनि कस्तो हो, कहिले माथि कहिले तल। कही बेर रुखको मुनि बस्यौं अनि फेरि काम सुरु। दिउँसोसम्म भने घाँस फाल्ने काम सकियो अनि हामी चाहिँ घर फर्कियौं। आज घरमा भने श्रीमतीको लुगा धुने साथ बच्चा हेर्ने ड्युटी थियो। यता श्रीमतीले लुगा धोएर सक्नुभयो, उता मम्मीले छतमा लगेर सुकाउनु भयो। पछि पापा चाहिँ दाउरा लिएर आउनुभयो अनि मम्मी र श्रीमती चाहिँ बेटाको लागि घाँस काटेर लिनुभयो अनि म चाहिँ यता अब आफ्नो लुगा धुँदै। अब तपाईले सोच्नुभयो होला मेरो श्रीमतीले मेरो लुगा धोइदिन भनेर। अब श्रीमतीलाई पनि कति दुःख दिनु क्या, त्यसैले आफ्नो लुगा चाहिँ म आफै धुन्छु। अनि यता अद्विक र समयरा चाहिँ ग्लासमा सेम्पू मिसाएर पानी हालेर फुकेर पापा बबल, ग्लासदेखि बबल निकाल्दा निकाल्दा अद्विकको त पुरा दारी नै बनेको। अनि पछि म फेरि बगैँचातिर गए मम्मी पापासँग, किनभने सेबको रुखमा रस्सी बान्ने पर्ने थियो। अब यो काम नगरे रुखको टहनी फ्रुटको वेटले टुट्न सक्छ। अब यो रस्सी बान्ने कति टाइम लाग्ला भनेको लगभग 2 घण्टा। त्यसपछि बगैँचामा रस्सी बान्दै बान्दै रस्सी सकियो अनि मम्मी पापासँग बगैँचाबाट बिदा लिएर घरतिर फर्किए। यस्तै गर्दा मेरो दिन पनि सकियो। बस खतम, फेरि भेटौँला अर्को नयाँ मिनी ब्लग सँग। बाई बाई।